जति गहिरो फेवा ताल त्यति गहिरो हाम्रो माया जाल भन्नैमा शीतलु छायाले हो। दर्शकबिन आज हामीसँग एउटा अद्भुत स्वर भएकी बहिनी हामीसँग हुनुहुन्छ। घर प्युठान हो, उहाँको अहिले अध्ययनको लागि 12 बर्दिया नगरपालिकामा बस्नुहुन्छ। उहाँसँग मिठो कुराकानी गर्छौँ, उहाँले मिठो गीतहरू पनि गाउनुहुन्छ। उहाँका कलाहरूलाई हामी आज मिडियामा राख्दैछौँ। यहाँको शुभ नाम? मेरो समीक्षा नेपाली। समीक्षा नेपाली। हजुर। आज तपाईँको आवाजबाट सुरुमा एउटा गीत सुन्छौँ। जुन दिन भन्थ्यौ पर्छौ रकम मेरो जिन्दगीकै कालो दिन घुमेरो पानी परेको तिम्रो याद आयो र बेसी झरेको तिम्रो याद आयो र बेसी झरेको तिम्रै तस्बिर धेरै बिर्नियाले मन दुखाउँछ घोचेरै सियाले पानी परेको तिम्रो याद आयो र बेसी झरेको। दर्शकबिन निकै मिठो गीत गाउनु भएको छ। सबैले दर्शकहरूले भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनु होला, सबै माझ पुर्याइदिनु होला। घर प्युठान भए पनि आज उहाँ भने कैलालीमा हुनुहुन्छ, त्यो पनि राजकाँडामा। सुन्दर ठाउँ छ। यहाँका दृश्यहरू अवलोकन गर्नको लागि भ्रमणको लागि उहाँहरू यहाँ आइपुग्नु भएको छ। र यहाँ कसरी आउनुभयो? मतलब यहाँ म मामाघर बस्छु अनि यहाँ पढ्छु पनि। अनि यहाँ म्याम चाहिँ रेस्ट हुनुहुन्छ, रेस्टको संस्थाको म्याम हुन्छ। अनि त्यही संस्थाबाट यहाँ घुम्नको लागि आउनुभयो। हजुर। कस्तो छ यहाँको ठाउँ? रमाइलो छ। रमाइलो छ। हजुर। कतिमा पढ्नुहुन्छ हजुर? म 9 क्लासमा पढ्छु। 9 कक्षामा पढ्नुहुन्छ। हजुर। अनि तपाईँलाई नेपालका थुप्रै कलाकारहरू छन्, ती मध्ये कुन कलाकार मनपर्छ? गायक? मलाई हजुर। समीक्षा अधिकारी। गायिका? गायक को मनपर्छ? गायक अब को भन्नु? पल्सा। पल्सा? उहाँ चाहिँ हिरो हुनुहुन्छ। हजुर। अब गायक भनेपछि को भन्नु त त्यति थाहा छैन। त्यति थाहा छैन। हजुर। मोबाइल चलाउनुहुन्छ? हजुर। अनि यहाँ पुग्नु भएको छ, यहाँको चाहिँ यो राजकाँडा भन्ने ठाउँमा होइन, यहाँको दृश्यहरू अवलोकन गर्दा कस्तो भयो मन? धेरै रमाइलो, राम्रो। अहिलेसम्म यस्तो ठाउँमा जानु भएको थियो? नै फर्स्ट टाइममा आएको म। फर्स्ट टाइममा? हजुर। आज फर्स्ट टाइममा फर्स्टचोटि तपाईँ अन्तर्वार्ता दिँदै हुन्छ, 9 कक्षामा पढ्नुहुन्छ होइन, कस्तो लागिरहेछ? धेरै खुसी। धेरै खुसी हुनुहुन्छ। अनि तपाईँको आमा बुवाले देख्नुभयो भने के भन्नुहुन्छ? राम्रो भन्नुहुन्छ। के गर्नुहुन्छ हजुरको आमा बुवा? मेरो बुवा चाहिँ नाइट बस चलाउनुहुन्छ। अब मम्मी चाहिँ विदेश हुनुहुन्छ, तर मम्मी बुवाको मिलन छैन। मतलब अब डिभोर्स हुनेवाला छ। मम्मी आएपछि अनि त्यही। अनि चाहिँ तपाईँ आमा बुवा चाहिँ गाडी चलाउनुहुन्छ, मम्मी चाहिँ विदेश हुनुहुन्छ, याद चाहिँ कतिको आउँछ आमा बुवाको? आउँछ, बुवाको चाहिँ त्यति आउँदैन, अब मम्मीको फेरि आउँछ। तपाईँले बिचैमा भनिहाल्नुभयो होइन, आमा बुवाको चाहिँ बिछोट हुँदैछ भन्नुभएको छ, यो राम्रो कुरा पनि होइन होइन। फेरि पनि उहाँहरूको मिलन होस् हामी यो कामना गर्छौँ यो भिडियोबाट। किनभने उहाँहरू जतिको छोरीहरू हुनुहुन्छ, कति भाइ बहिनी हुनुहुन्छ? म र नि मेरो दादा। दुई भाइ हुनुहुन्छ है? हजुर। एक भाइ एक बहिनी। हजुर। अब उहाँहरूको तपाईँको मम्मीलाई र तपाईँको बुवालाई हामी आग्रह गर्छौँ त्यसरी अब उहाँहरू जतिको छोराछोरीलाई छोडेर नजानु होला, किनभने जहाँ गए पनि त्यही नै हो, मिलेर बस्नु होला, यो आग्रह गर्छौँ हामीले। अनि तपाईँको मम्मी विदेशमा हुनुहुन्छ, कुराकानी त भइराख्यो होला होइन, अहिले भिडियोबाट के भन्नुहुन्छ? भिडियोबाट हजुर। अब घुम्न गएको मैले भन्छु त मम्मीलाई। हजुर। अनि राम्रो भन्नुहुन्छ। राम्रो भन्नुहुन्छ। पैसा पठाइराख्नुहुन्छ? पठाउनुहुन्छ। ए तपाईँलाई चाहिँ आमा बुवामा कसको माया बढी लाग्छ? मम्मीको लाग्छ। अनि एउटा गीत सुन्छौँ फेरि। गीत सुन्नुहुन्छ? हजुर। टाढा भए पनि मेरो माया गाढा छ नि, फुला होइन प्रिय कानी मानी रमौला नि, आकाशको तारा यो धरती सारा तिम्रो लागि नजिक छैनौ,
छाड्ने त हैनौ बाटोमै तिमी आउनु गीत गाउनु मेरो गीतमा तिम्रै सरदम नरुवाउनु माया लाउनु मेरो छाया मनी सधैँ सताउनु। भविष्यमा के बन्ने विचार छ? मलाई कलाकार बन्न मन छ। कलाकार, गायिका बन्ने मन छ? हजुर। मोडल पनि बन्ने मन छ कि? भविष्यमा बन्ने चाहना छ, छिट्टै पुरा होस् हामी कामना गर्छौँ। अनि चाहिँ तपाईँको मम्मी र बुवाले चाहिँ तपाईँलाई के बनाउने विचार छ भन्नुहुन्छ? के बनाउँछु भन्नुहुन्छ मेरो छोरीलाई, के भन्नुहुन्छ त? बुवाले त त्यस्तो सुने होइन, मम्मीले चाहिँ स्टाफ नर्स बनाउँछु। स्टाफ नर्स, तर तपाईँको गायिका बन्ने इच्छा छ? हजुर। अनि चाहिँ तपाईँ स्कुलहरूमा भनौँ विद्यालयहरूमा गीत गाउनुहुन्छ? हजुर गाउँछु। कहाँ कहाँ गाउनु भएको छ? यहाँ जब्दी स्कुल, मतलब म 8 कक्षासम्म पढ्थेँ त्यहाँ। अनि विभिन्न मेला महोत्सवहरू पनि लागिरहेको हुन्छ, त्यहाँ तपाईँले अवसर पाउनु भएको छ गीत गाउने? नै पाउनु भएको छैन? जानु भएको छ? नै गएको छैन त्यति पनि। जयनगरभरि गएको थिएँ, हजुर। त्यति हो। अनि कलाकार बन्ने विचार छ होइन? कतिसम्म पढ्ने विचार छ? मलाई कोरिया, अनि कतिसम्म पढ्ने? मतलब 12सम्म। जम्मा 12सम्म? 12 पढेर अनि कोरिया। 12 पढ्ने, त्यसपछि कोरियन भाषा पढ्ने, त्यसपछि विदेश जाने? किन? नेपालमा रोजगारी छैन? छ। अनि विदेशमा किन जाने त? आमा पनि जानुभयो त्यही भएर? नै त्यस्तो त होइन, अब सायद पढेर स्टाफ नर्स पढ्न जान्छु होला सायद, त्यस्तो। दर्शकबिन, आज बहिनी पहिलो पटक हुनुहुन्छ, अलि डराइ पनि राख्नु भएको छ, पहिलो पटक हुनसक्छ, धेरै उतापट्टि उहाँहरूको साथीहरू पनि हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, त्यही भएर अलिकति डराए जस्तो उहाँको अनुहार देखिरहेछ। केही छैन, सबै दर्शकहरूले भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनु होला। अलि हतारमा हुनुहुन्छ, हामी यो अन्तर्वार्तालाई अलिक छोटो गर्छौँ। एउटा चाहिँ फेरि गीत सुन्छौँ छोटो। मेरो बाबा आकाशको घामको किरण छर्ने, संसारमा सबभन्दा धेरै माया गर्ने, मेरो बाबा सुपरम्यान, मेरो बाबा जिउज्यान, मेरो बाबा भगवान, मेरो बाबा भगवान। हत्केलामा ठेला परी पैतालामा फोरा, सुख छ भन्यो बाबा बोक्दा पनि बोरा, मेरो बाबा सुपरम्यान, मेरो बाबा जिउज्यान, मेरो बाबा भगवान। दर्शकबिन, हामी कार्यक्रमको अन्त्यमा छौँ, किनभने उहाँहरूको पनि बर्दिया पुग्नु छ। आज उहाँ राजकाँडा हुनुहुन्छ, कैलालीको मोहनियाल गाउँपालिका 7मा। अन्तिममा के भन्नुहुन्छ? अन्तिममा के भन्नुहुन्छ? थुप्रै लाखौँ दर्शकहरूले हामीलाई यति बेला हेर्दै हुनुहुन्छ, उहाँलाई के भन्नुहुन्छ? तपाईँको बुवा आमाले हेर्दै हुनुहुन्छ, थुप्रै साथीहरूले हेर्दै हुनुहुन्छ, आफन्तहरूले हेर्दै हुनुहुन्छ, स्वदेश विदेशबाट लाखौँ जनताले हेर्दैछन्, तपाईँलाई के भन्नुहुन्छ? अब यो हेरिदिनु होला भन्ने, हेरिदिनु होला भन्नुहुन्छ। हजुर। दर्शकबिन, हामीले कुराकानी गऱ्यौँ बहिनीसँग, अलिकति लजाइ राख्नु भएको छ, अलिकति डराइ पनि राख्नु भएको छ, र अन्तिममा तपाईँको भनाइ त्यही हो। हजुर। जाँदा जाँदै एउटा सानो गीत सुन्छौँ। सानो? हजुर। सारङ्गकटको डाँडैमा आऊ बसाडैमा, जति गहिरो फेवा ताल त्यति गहिरो हाम्रो माया जाल, जति गहिरो फेवा ताल त्यति गहिरो हाम्रो माया जाल, बनैमा शीतलु छायाले हो, मनैमा शीतलु मायाले हो, रेशम बनैमा शीतलु छायाले हो, मनैमा शीतलु मायाले हो। दर्शकबिन, यो कार्यक्रमबाट छुट्टिन्छौँ, नमस्कार।